सो आज हामी युनिट 5 आरएमआई भनेको रिमोट मेथड इन्भोकेसनको क्लास लिँदैछौँ। यो बिसिएको च्याप्टर 5 हो। फर्स्ट अफ अल रिमोट मेथड इन्भोकेसन गर्नको लागि यो डायग्राम बुझौँ। एउटा क्लाइन्ट मेसिन ए हुन्छ र अर्को सर्भर मेसिन बी हुन्छ। डायग्राममा देखाए जस्तै मेसिन एले रिमोट लोकेसनमा रहेको मेसिन बी अथवा सर्भर छ अहिले हाम्रो यो मेसिन बी, त्यहाँबाट कुनै मेथड कल गर्नु पर्यो आफ्नो मेसिनमा भनेको अवस्थामा हामीले आरएमआई युज गर्न सक्छौँ। र यो प्रोसेस कसरी काम भइरहेको छ, मेसिन एले आफूलाई चाहिएको मेथड इन्भोक गर्नको लागि उसले कल गर्छ स्टपको थ्रुबाट। यो स्टप मेसिन एमा हुने पार्ट हो जसको थ्रुबाट उसले मेसिन बीमा भएको मेथड कल गर्छ। र यो स्टप रिक्वेस्ट इन्टरनेटको थ्रुबाट पठाइन्छ र इन्टरनेटको थ्रुबाट गइसकेको त्यो रिक्वेस्टलाई चाहिँ मेसिन बी अथवा हाम्रो सर्भरमा स्केलेटनको थ्रुबाट गेटवे एज अ माध्यमबाट मेसिन बीमा पासिन्छ। सो बेसिकली डेफिनेसनमा रिमोट मेथड इन्भोकेसन भनेको एउटा एपिआई हो जसको हेल्पबाट डिस्ट्रिब्युटेड एप्लिकेसन्सहरू बनाइन्छ है। त्यस्तै इट प्रोभाइड्स रिमोट कम्युनिकेसन बिट्विन जावा प्रोग्राम्स। जावा प्रोग्राम्सहरू बिच कम्युनिकेसन इस्टाब्लिस गरिदिने काम गर्छ। र यो चाहिँ जावाको प्याकेज जावा डट आरएमआई प्याकेजमा पाइन्छ। यसको फिचर्सहरू एपिआईहरू आरएमआई प्रोग्राम्स आर डिभाइडेड इन्टु टु पार्ट्स। अभियसली यसमा क्लाइन्ट र सर्भर प्रोग्रामहरू हुन्छ।